सुरक्षित घरका कुरा। साप्ताहिक रूपमा 52 हप्तामा 52 कुरा गरौँ। भर्याङ निर्माण सम्बन्धी जानकारी। भर्याङको चौडाइ, उचाइ र लम्बाइ योजना अनुसार निर्धारण गर्नुहोस्। कङ्क्रिट, ढुङ्गा, काठ वा स्टिल भर्याङ बनाउन प्रयोग गर्न सकिन्छ। रेलिङ वा ह्यान्डल लगाउनु अनिवार्य हुन्छ। भर्याङको नक्सा पास गर्दा सुरक्षा मापदण्ड अनुसार बनाउने। भर्याङको सतह चिप्लो नहुने बनाउन रफ फिनिसिङ गर्नुपर्छ। पहिले आधार तयार पारेर फाउन्डेसन मजबुत बनाउनुपर्छ। स्टेपको नक्सा अनुसार कङ्क्रिट वा अन्य सामग्री हाल्न थाल्नुहोस्। पुरा भएपछि राम्रोसँग क्युरिङ गरेर बलियो बनाउनुपर्छ। निर्माणपछि भर्याङको कुनै ढिस्को वा कमजोरी छ कि छैन जाँच गर्नुहोस्। घर निर्माणका थप कुराका लागि हेर्दै गर्नुहोस्।